छ मन्दिर गाइज। न्यू इयर सबैजनालाई। योभन्दा राम्रो बाटो त हाम्रो घरतिर छ। नौ सर छुट्टी पनि कि भगवान्को पनि बनाउनु भएको छ यता। र यहाँ जेनेरेटरवाला बोट गाइज। ब्लग एकचोटि हेरिसक्नु भएको थियो। यहाँ कुम्भ मेला लागेको थियो, आएको थियो अनि फेरि एकचोटि साथीहरूसित आएको छौँ यहाँ। सो हे गाइज, वेलकम ब्याक न्यू ब्लग भिडियो। आज हामी साथीहरूसित जाँदैछौँ बाहिर घुम्नलाई। टाइटल एन्ड थम्बनेल हेरेर तपाईँ थाहा पाइहाल्नुहुन्छ कहाँ जाँदैछौँ। बाइक लिएर जाँदैछौँ हामी, दुईवटा बाइक छ हाम्रो। म यहाँ बाइक क्यालिसिया छु, जाँदैछु मेयरले लिन्छौँ अनि धिरेनहरू आउँछ अनि त्यसपछि हामी जाँदैछौँ। हामी आइसकेको छौँ राजाबासमा रोकेको छौँ अनि केटाको एउटा कता गयो बाइक लिएको छैन। सुन्दरलाई पनि अब कल गर्दैछौँ हामी। यता ऋतिक, यता मेयर, यता म, अझै तिनजना अर्को बाइकमा छ। अब अर्को बाइक कहाँ गयो थाहा छैन गाइस, कल गरेर जान्छ यहाँ मेयरले। गाइस यहाँको बाटो चाहिँ एकदमै खराब रहेछ गाइस। बाटो हेर्न सक्नुहुन्छ, यता तल हेराइ त्यता अलि बाटो। यहाँ हेर्नु बाटो गाइस, योभन्दा राम्रो बाटो त हाम्रो घरतिर छ। गड्डी बजार आइसकेको छौँ गाइस। सो अगाडि रहेछ बजार। केटाहरू कहाँ यता आएर रुकेको छ हेर्न सक्नुहुन्छ बाटो गाइस। बाटो गाइस कुन बाटोदेखि आयो यताउता गली कुची घुम्दै घुम्दै पाल्नमा आफै बिग्रिने कथाबाट आधी बाटो बिर्सिसकेको छु गाइस। कताबाट आयो बाटो छ। कुम लागल थियो नि गाइस। बडा क्षेत्र पुगिसक्यौँ। एकचोटि फेरि यहाँको ब्लग एकचोटि हेरिसक्नु भएको थियो। यहाँ कुम्भ मेला लागेको थियो, आएको थियो अनि फेरि एकदम साथीहरूसित आएको छौँ। यहाँ केटाहरू छ, अरू केटाहरू उतै छ, अर्को बाइकमा अब लिएर आउँदैछु मेरोलाई। फेरि आउँदैछौँ मेरो। हामी आइसकेका छौँ। यहाँ हेर्नु छ चत्राधाम मन्दिर उतापट्टि रहेको छ। हिँडिरहेको छु घाममा। कस्तो लाग्छ उता बोटिङ गर्ने छ उतापट्टि गाइस। अनि गाइस हामी अर्को पालि कुममा आएको थियौँ नि, त्यतिखेर चाहिँ हनुमानको स्ट्याचु मात्रै थियो। अहिले चाहिँ कि भगवान्को पनि बनाउनु भएको छ यता। बनिसिया चाहिँ हेर्नु सक्नुहुन्छ। एउटा एन्ट्री छ। हामी अझै अगाडि जाउँ। र यहाँ जेनेरेटरवाला बोट गाइस। यहाँ अहिले बन्द परेको छ यहाँहरू। खै के भयो होला, बिग्रिसकेको होला नि छुटे। पानी सब केटाहरू आइसकेको छ। मेयर, ऋतिक, धीरेन, छुडी अनि यता म आफै। हामी कतिजना छौँ? 6जना छौँ हामी यहाँ। 6जना कहाँ छौँ? 5जना छौँ। एकजना भागिसक्यो। एकजना भागो गाइस। त्यसलाई अर्जेन्ट काम आयो घरबाट। खै के दो पसलबाट काम, मेडिकल भएको थियो। मेडिकलबाट कल आयो, मेडिकलबाट त्यो भयो। अर्जेन्ट काम परेर हामी यहाँ चाहिँ बसेको छौँ। चढ्दैछौँ हामी माथितिर गाइस। म चढ्न सक्छु रे। चढ्छु है, चढिसक्छु रे। यहाँ आएर त आइसक्यो नि खाइ, आइसक्यो। अहिले गाइस हामी उता यता गइरहेको छौँ। यहाँ छ मन्दिर गाइस। दर्शन भइसकेको छ एकचोटि। अहिले फेरि जान्छौँ उताबाट आएर। यहाँ पे हम उतर चुके हैं। कैसा लग रहा है यहाँ पे? आइसक्रिम र यता खोलामा चाहिँ पानी छैन। मेयर कस्तो लाग्यो? नौ सर छुट्टी पनि लाग्यो। हिँड्न यही लिएर नआउने अनि जाँदा जस्तो सुकिहाल्छ नि। अरे धेरै के गर्ने? मेरो त मजा नहुने यार। फोटो सुट चल्दैछ यहाँ। फोटोको पोजहरू हेर्नु पहिला। क्यामेराम्यानले हेर्नु यस्तो छ। हेर्नुहोस् गाइस, हाम्रो साथीहरू जाँदैछ मन्दिर घुम्नलाई। अनि यता हाम्रो मोडल स्टारजी अहिले फोटोको लागि बाप गरिरहेछ। फोटो खिच। बसेको छौँ गाइस अहिले। यहाँ म र मेहर आउँदैछ अनि त्यसपछि जान्छौँ। मेयर कस्तो लागिरहेछ?
गाइस हामी अब यहाँबाट निस्किसक्यौँ अब हामी फेरि घर क्षेत्रबाट निस्किसकेको छु अब जाँदैछौँ राजाबासमा बस्ने हो त्यहाँ हामी राजाबास पनि त्यता गएनौँ साइडतिर गयौँ र त्यहाँ भिडियो गरिनौँ अब जान्छौँ प्रकाश होटलमा बस्छौँ अनि त्यही चाहिँ अब खान्छु लागेको छ त्यता राम्ररी खाना पनि पाएको छैनौँ अनि अब टाइम पनि भइसकेको छ ढिलो हुन्छ अनि हामी निस्किदिएको घरबाट नै ढिलो निस्किएको थियो प्रकाशपुर आइसक्रिम गाइस फुडल्यान्डको तल प्रकाशपुर बजारमा छौँ गाइस अब हामी आउँदैछ दुईवटा अझै बनाउनु बाँकी छ उताबाट आउँछ अनि हामी घरतिर जान्छौँ एकछिन अब यहाँ खाना खान्छौँ यहाँ फुडल्यान्डमा अनि माथि यहाँ बसिहाल्छ होटलमा आएर गाइस यहाँ पनि यहाँ भाइ अनि यहाँ सोडी यता म छु सो सब कमिना आएर यसो यो कमिना पनि हेर्छु यता पनि हेर्छु अनि यहाँ अब खान्छु पिन्छु खानेसानेको हामी भिडियो बनाउँदैछौँ लगाइस अब हामी यहाँ खाना पनि भइसक्यो अब यहाँ गएर घरतर्फ जाँदैछौँ सो आयो ब्लग त्यति मैले इन्ट्रेस्टिङ भएन होला किनकि ब्लगै मैले त्यति गरिनँ अब जाँदैछौँ यहाँ केटाहरू ल हेर्नु अब गाइस न्यू इयर सबैजनालाई र यो ब्लग यहीँ इन्ड गर्दैछु घर आइसकेको छु साथीहरू पनि घर गइसक्यो र ब्लगमा त्यति त भएन इन्ट्रेस्टिङ किनकि मैले सबको हेराएको छुइनँ ब्लगमा अब पर्सनल लाइफ पनि हुन्छ साथीहरूसितको टाइम स्पेन्ड गऱ्यौँ हामी राम्रो भयो राम्रो इन्जोय गऱ्यौँ सो थ्याङ्क यू फर वाचिङ गाइस मिल्नेछौँ हामी नेक्स्ट भिडियोमा सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला थ्याङ्क्स फर वाचिङ